हेलो एभ्रिवान, नमस्ते। म रिजन सुनवार। तपाईहरु चाहिँ दक्षिण कोरियामा आउनु भएको छ अनि नेपाली एम्बेसी चाहिँ कहाँ होला सौलमा भनेर चिन्तित हुनुहुन्छ भने चिन्ता नलिनु होला। तपाईहरुलाई दक्षिण कोरियामा रहेको नेपाली एम्बेसी पुर्याउने जिम्मा मेरो हो। प्रवासमा बस्दै गर्दाखेरि हामीलाई नेपाली एम्बेसीको आवश्यकता पर्छ। हामी कुनै न कुनै रूपमा नेपाली एम्बेसी जानुपर्ने हुन्छ। जस्तै हामीसँग भएको पासपोर्ट रिन्यू गर्नु पर्यो, लाइसेन्स निकाल्नु पर्यो भनेदेखि अथोरिटी पेपरहरु लिनको लागि हामी एकचोटी न एकचोटी नेपाली एम्बेसी पुग्नै पर्ने हुन्छ। त्यसैले चिन्ता नगर्नुहोस्। तपाईहरुलाई सजिलो र छरितो तरिकाले एम्बेसी सम्म पुर्याउने काम मेरो। तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल आउनुहोस्, म तपाईहरुलाई कसरी जाने त नेपाली एम्बेसी भनेर इजी वेबाट लिएर जानेछु। जाने हैन त? लेट्स गो। फाइनल्ली म चाहिँ ट्रेन स्टेसन पुगिसकेको छु। तपाईहरु नजिकैको ट्रेन स्टेसनमा जानु होला। तपाईहरु अनि 4 नम्बर लाइनको ट्रेन चाहिँ चढ्नु होला। तपाईहरुसँग 4 नम्बर लाइनको ट्रेन नजिकै छैन भने तपाईहरु सौल, थोङदेमुन, इछोन, सुवोन जहाँसुकैबाट पनि तपाईहरु 4 नम्बरको चाहिँ खाराथा गरेर चढ्नु होला। म चाहिँ आज मेरो नजिकबाट पर्ने इछोन स्टेसनबाट चाहिँ म आज चढ्दै छु। 4 नम्बर लाइन चाहिँ नीलो रङले पोतिएको हुन्छ अनि हानसङ थेइबगु यकमा झर्नु पर्छ। फाइनल्ली ट्रेन पनि आइसक्यो। म ट्रेन चाहिँ पर्खिरहेको थिएँ। एक्जिट नम्बर 5 बाट म एक्जिट हुँदैछु है। एक्जिट नम्बर 5 बाट एक्जिट भइसकेपछि चाहिँ लिफ्ट चढेर थोरै माथि जाने। माथि गइसकेपछि अलिकति अगाडि लिइसकेपछि जेब्रा क्रसिङ आउँछ। जेब्रा क्रसिङबाट जेब्रा क्रस गर्ने थोरै 3 4 2 1 सेकेन्ड म चाहिँ हत्तपत्त गएँ। त्यसपछिबाट यहाँको एउटा बस स्टेसन छ। यो बस स्टेसनमा चाहिँ 02 नम्बरको बस आउँछ अनि यो बस चढेर हामी थोरै 5 स्टेसन जति अघि जानुपर्छ। फाइनल्ली म चाहिँ सौलमा रहेको नेपाली एम्बेसी सङ्बुकुक आइपुग्नु लागिसकेँ। अब आइपुगेँ भन्दा पनि केही फरक पर्दैन। अब म यहाँबाट झर्छु। झरिसकेपछि थोरै अगाडि गएर लेफ्ट मोडिन्छु। ठ्याक्कै सन्जाम थान्जिन पर्छु छङ्रुपजाङ चाहिँ ओर्लिएर अब म चाहिँ नेपाली एम्बेसी 7-11 बाट चाहिँ जाँदैछु। हेर्नुहोस्, यहीबाट यो चाहिँ बस्छु छङ्रुपजाङमा झरेर थोरै 7-11 बाट लेफ्ट साइड हिँड्ने। अलिकति खतरा घर रहेछ नि, त्यहाँबाट पनि आउँछौँ। पक्कै पनि यहाँ नेपाल एम्बेसी चाहिँ नजिक आइपुगेको छु म। मलाई त छिटो भयो आउनलाई। त्यहाँ बस पनि भेटिहाल्यो। त्यही भएर ल हेर्नुहोस्, यही हो बाटो। यहाँ मैले देखिसकेँ यिनै आइसक्यो भनेर। यहाँ के नेपालको नक्सा थियो। यही नै रहेछ नेपाल दूतावास।